मात्रै होइन, परमेश्वरको सबैभन्दा ठुलो उपस्थिति चाहिँ आफ्नो घरमा हुन्छ, हाम्रो घरमा हुन्छ, हाम्रो एक्लोपनमा हुन्छ। हामी एक्लै हुँदाखेरि गरिरहेको कुराहरूमा चाहिँ परमेश्वरको उपस्थिति चाहिँ धेरै हुन्छ। त्यहाँनिर तपाईँ हामीले महसुस गर्नुपर्छ है। परमेश्वरलाई महिमा भएको यी कुराहरूले हामी जब विश्वासमा पुग्छौँ तब उहाँले चाहिँ सल्लाहकारद्वारा चाहिँ त्यस पछाडि चाहिँ उहाँले सल्लाह दिनुहुन्छ होइन। आज मानिसको कतिवटा सल्लाहहरू प्राय म सल्लाहहरू त सुन्छु, तर पनि मानिसले दिए अनुसारको सल्लाहहरू म कतिवटा गरेको छुइनँ। म मेरो यसमा नै विश्वासमा नै म अडिग भएर बसिरहेको छु। मेरो परिस्थितिले मागिरहेको छ, मेरो समयले, मेरो जीवनले, मेरो व्यवहारले मागिरहेको छ। म देखिरहेको छु सबै कुराहरू, तर पनि म सल्लाहकारसँग चाहिँ मैले सल्लाह माग्नलाई चाहिँ अडिग भएर बसिरहेको छु। हालेलुया। किनभने हिजोको दिनमा 90 वर्ष पुगेको साराको जीवनमा त को खोल्ने परमेश्वरले मेरो जीवनमा चाहिँ किन काम गर्न सक्नुहुन्न होइन? हाम्रो जीवनमा किन गर्न सक्नुहुन्न होइन? परमेश्वरलाई महिमा भएको होस्। धर्मी जनको पुकार चाहिँ पूर्ण भरोसामा हुन्छ, तृष्णामा हुन्छ। धर्मी जनले जब पुकार गर्छ नि, उसको पुकार चाहिँ पुकारमा एउटा तृष्णा हुन्छ। कुनै व्यक्तिले देखेको हुँदैन, अगुवाले, पास्टरहरूले, अगमवक्ताहरूले कसैले देखेको हुँदैन। उसको एउटा भित्रको तृष्णा हुन्छ नि, उसको एउटा भित्रको त्यो जलन हुन्छ नि, त्यो कसैले पनि देखेको हुँदैन। उसलाई थाहा हुन्छ अनि परमप्रभुलाई थाहा हुन्छ। जब धर्मी जनले चाहिँ त्यो तृष्णाले चाहिँ पुकार गर्नेछ होइन, अनि तृष्णाले पुकार गर्दाखेरि चाहिँ परमप्रभुले पनि त्यही व्यक्तिको तृष्णा गरिराख्नु भएको छ। यसले मलाई कतिखेर तृष्णामा पुकार गर्छ अनि म यसको उत्तर दिउँ भनेर उहाँ चाहिँ रेडी हुनुहुन्छ। अहिलेसम्म नै प्रश्नको उत्तरहरू आइरहेको छैन भने नि, अहिलेसम्म प्रार्थनाको उत्तरहरू आइरहेको छैन भने नि, हामीले व्यर्थमा कतिवटा कुराहरू गरिरहेको हुन्छौँ। हाम्रो जुन भित्र हृदयको तृष्णा हुन्छ नि, तृष्णामा चाहिँ ती कुराहरू गरेको छैन भने परमेश्वरले तबसम्म परमेश्वरले उहाँको उत्तर दिनुहुन्न। उहाँ त उहाँको ढोका, उहाँको उत्तरको लागि उहाँ त त्यतिखेर नै तयारी हुनुहुन्छ कि कतिखेर यसले चाहिँ मलाई वास्तविक रियल रूपमा, साँचो रूपमा चाहिँ भित्रबाट तृष्णा गरेर चाहिँ पुकार गर्छ, म यसलाई जवाफ दिनका लागि तयार छु होइन।